बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका जाहेरीकर्ता मध्येका एक नारायण पहराईले आफूले रवि लामिछाने विरुद्ध जाहेरी नै नदिएको बताएका छन्। मंगलबार फेसबुकमा एक स्ट्याटस लेख्दै पहराईले आफू सो सहकारीको पीडित भएको तर आफूले रवि लामिछानेको नाम किटेर जाहेरी नदिएको बताएका छन्। उनले प्रहरीको अभियोग पत्र र अन्य कागजपत्रहरूमा आफूलाई मुख्य जाहेरीकर्ताका रूपमा प्रस्तुत गरिएको र आफूले नै रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएको जसरी प्रचार गरिएको भए पनि आफूले बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेरी नदिएको बताएका छन्। उनले भनेका छन्, रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो, बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेरी दिएको थिइन, तर रवि लामिछाने विरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरिएकै छ। यो प्रचारमा सत्यता छैन। त्यस्तै उनले आफूभन्दा धेरै बचत हुनेलाई मुख्य उजुरीकर्ता नबनाएको तर आफूलाई मुख्य उजुरीकर्ता बनाएकोमा समेत आपत्ति जनाएका छन्। त्यस्तै उनले आफूहरूले बचत फिर्ताका लागि उजुरी दिएको तर आजसम्म एक पैसा नपाएको समेत गुनासो गरेका छन्। पहराईले केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउने बाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने के काम गर्यो भन्दै प्रश्न समेत गरेका छन्। यस्तो छ पहराईले फेसबुकमा लेखेको स्ट्याटस। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कयौं बचतकर्ता मध्ये म पनि एक हुँ। सहकारीले बचत फिर्ता दिन नसकेपछि प्रहरीले उजुरी दिन भन्यो र इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए। मेरो उजुरी कोही व्यक्ति लक्षित थिएन, बचत फिर्ताका लागि मात्रै थियो। एक वचन नसोधी सहमति समेत नलिई प्रहरीले मलाई नै मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाएछ। नारायण बहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार भनेर रूपन्देही जिल्ला अदालतमा मुद्दा पनि चलाइयो। बचत फिर्ताको आग्रह बाहेक कुनै व्यक्ति विरुद्ध किटानी जाहेरी दिएको थिइन, तर रवि लामिछाने विरुद्ध मैले नै किटानी जाहेरी दिएको जसरी प्रचार गरिएकै छ। यो प्रचारमा सत्यता छैन। करोड करोड बचत हुनेलाई छोडेर थोरै बचत रहेको मलाई जानकारी पनि नदिई प्रहरीले किन उजुरीकर्ता बनायो अझै बुझ्न सकेको छैन। म जस्तै अन्यले पनि बचत फिर्ता पाउने आशमा उजुरी गरेका थियौं, तर यत्रो समय बित्यो, खै त संसदीय विशेष छानबिन समितिले बचत फिर्ताका लागि के सिफारिस गर्यो भनियो, तर सरकारले ती सिफारिस कार्यान्वयनमा ध्यानै दिएको छैन। केही व्यक्ति पक्राउ गर्ने, थुन्ने र मुद्दा चलाउने बाहेक यसबीचमा सरकारले पीडितलाई न्याय दिने काम के गर्यो? केही गरेको छैन। बरु हामी जस्ता पीडितलाई देखाएर राजनीति पो गरियो कि? म कोही व्यक्ति लक्षित छैन। मेरो व्यक्ति लक्षित नगरिएको उजुरीलाई देखाएर र त्यसैको आधारमा मुद्दा दर्ता गराएर केहीले स्वार्थ पूरा गर्न खोजेका हुन् भने म अहिले पनि उजुरी मुद्दा फिर्ता लिन राजी छु। हामीले बचत फिर्ता मागेका हौं, यसमा प्रतिबद्ध छौं। हामीले यसलाई समात, उसलाई थुन, त्यसलाई मुद्दा चलाऊ भनेका छैनौं। विधि प्रक्रिया, अड्डा, अदालत र सरकारले पीडितलाई न्याय दिन्छ कि भनेर लामो समय चुप बसे। न्यायका नाममा पीडितलाई मात्र होइन अन्यलाई पनि निरन्तर अन्याय भएपछि बोल्न बाध्य भएका हौं। निर्दोष फसाएर दोषी उम्काउने र सहकारी पीडितको पैसा फिर्ता पाउनुपर्ने मुख्य सवाललाई विषयान्तर गर्ने दुष्कर्म विरुद्ध सबै पीडितले खबरदारी गरौं। पहराईले यो स्ट्याटस लेखिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भने बुटवलकै सुप्रिम बचत तथा ऋण सहकारी संस्था प्रकरणमा हिरासतमा छन्।